युवा पुस्ताका चर्चित कमेडियन भक्ते भाइलाई त तपाईँहरूले पक्कै पनि चिन्नुहुन्छ र उहाँको भिडियोहरू हेरेर धेरै मनोरञ्जन पनि पक्कै लिनुभएको छ। र अब भने भक्ते भाइ नेपालको एउटा चर्चित टेलिसिरियलमा पनि देखिने भएका छन्। भक्ते भाइ मात्रै होइन, स्टार सपन जो दार्जिलिङबाट उदाएका अर्का एकजना चर्चित कलाकार हुन्, उनी पनि अब चाहिँ फुर्के नम्बर 1 टेलिसिरियलमा देखिने भएका छन्। फुर्के नम्बर 1 अब परिमार्जित रूपमा आउँदैछ। चर्चित निर्देशक, कलाकार तथा कमेडियन विल्सन विक्रम राईले लेखन तथा निर्देशन गरेको फुर्के नम्बर 1 मा उहाँहरू सँगसँगै सिक्किम र दार्जिलिङका अरू कलाकारहरूलाई पनि अब हामीले देख्न सक्ने भएका छौँ। अबको प्रस्तुति साँच्चै नै दमदार हुनेछ र फुर्के नम्बर 1 लाई यसअघि पनि धेरै रुचाइएको थियो। खास गरी कलाकारहरू कविता आले, बुद्धि तामाङ, रजनी गुरुङ लगायतको उपस्थितिले पनि फुर्के नम्बर 1 लाई दमदार बनाएको थियो र परिमार्जित रूपमा आएको यो टेलिसिरियललाई पक्कै धेरैभन्दा धेरै यहाँहरूले माया गर्नुहुनेछ। हरेक मङ्गलबार साँझ 7 बजे तकमेबुढा.com युट्युब च्यानलबाट टेलिसिरियल फुर्के नम्बर 1 आउने नै छ। तपाईँहरू सबैजनाले माया गरिदिनु होला, हेरिदिनु होला र खास गरी सिक्किम र दार्जिलिङका कलाकारहरूलाई थप माया पनि यहाँले गर्नुहुनेछ भन्ने विश्वास छ। अहिले गएर तकमेबुढा.com युट्युब च्यानल एकपटक चेक गरिहाल्नुहोला।